मासु खानु परेन आज भने के कुरा गर्छ है त हे भगवान आज त त्यो मासु खान्न तिम्रो बुद्धि कहाँ गएको हो अनि के सर सरले के छ के मासु नखानु न आज के छ खास यस्तो आज त भाङ धतुरा खाने दिन हो भाङ धतुरा खाइदिन हे भाङ धतुरा खान्छ आज किन नखानु नि व्रत बसेर पूजा आजा गरेर मन्दिरमा जान्छन् यो मासु आज खान्छन् खाए पनि भोलि आन्छन् यो लगेर उता आन्छ किन भन्नु लगेर त लैजाऊ आज जसरी पानी त तल तिमी नहो म आफै तताएर काटेर खान्छु म त यो पानी त नुहाउनलाई होला भनेको त यो कुरो अर्काको ज्यान हत्या गरी गरी खान हुन्न के खान अहिले खाउला नि तिमीले फेरि पकाएपछि नखाऊ फेरि म एक्लै खान्छु नि फेरि खान्न मैले भने त खान्न ए आज कहाँबाट मासु खानु लागेको थियो किचकिच गरेर खान नदिनु भइ खान मन लाग्दा बाहिर गएर खाए भए त त्यसो जाऊ न तिमी जाऊ भित्र गएर बस म आफै पकाएर खाइहाल्छु नि यहाँ तिमीलाई कसले बस भने अघि त आगो पुग्नु सकिन छिटो आइज बुढी भन्दै कराएको थियो त त्यो गरिस भइगयो त अब जानु भित्र जान्न जा भनेको जान्न अहिले छटक्क दिनु झगडा गर्छ आज फेरि नभनेर के अलि नहाँस त अहिले फेरि दिन्छु अलि हाँस्न त पर्यो नि अब जति गरे पनि फेरि मेरो बुढो हो यो कुकुरो चाहिँ हेर कुरा कति गजिलो छ त्यही त यो कुकुरो लगेर उता राख होइन नखाम आज भोलि बरु खामला परि भुटेर झोलै नहालेर यो आजलाई चाहिँ नकाटौँ के मान्छेको हत्या गरे जस्तै हो भोलि चाहिँ हत्या हुँदैन होला आज त शिवरात्रि हो नि त बाबु त्यस्तो नगर नि मेरो बुढा ए तेरो यही त बानी ठिक लाग्दैन त मलाई जुन दिन खानु लाग्छ त्यो दिन खानु भन्छ तँलाई के हो तिमीलाई खानु पर्ने नि कि औँसीको दिन कि पूर्णिमाको दिन कि शिवरात्रिको दिन खानु पर्ने अघि पछि खाए के हुन्छ तिमीलाई अब त्यस्तै बेला मुख चिलाउँछ अनि त्यस्तै बेला मुख चिलाउँछ के गरेर त होइन आज काटेर खानुपर्छ बुढी छोड्दै भोलि भने के हो भोलि मरिन्छ कि बाँचिन्छ के थाहा मरिने बाँचिने के तिमीले ठेक्का ल्याछ र माथिबाट मैले पनि त्यही त ठेक्का ल्याए होइन आज मजाले बुढाबुढी बसेर खाने माथिबाट आउँछ के चिठी बेलैमा तेरो पुग्यो भनेर तँलाई फोन गरेर भन्ला चिठी लेख्नु के भनेर धेरै जान्ने कति जान्ने मान्छे स्याहानी कुरो टुको जत्रो भनेर जस्तो जे गर जसरी भन् म आज कुखुरा काटेर खाने हो यिनी बुढालाई त कहिल्यै भनेको पनि लाग्दैन जे मन लाग्छ त्यही गर दुनियाँ अहिले साथीभाइ बटुलेर अहिले यहाँ घरमा फोहोर गर्यो भने तिमीले त्यो बेलुका सबै भाँडा माझेन भने तिम्रो के हुन्छ हालत आफै ओ ल गर भइहाल्छ नि तैँले गरिहाल्छस् नि साथीहरूलाई बोलाएको छु फेरि त्यहाँ फेरि हल्लाचल नगराउने जहिले पनि गर्दिनँ म आफ्नो काम आफै गर्ने अघि त आफै गर्छु भन्थे तेरो दाजु बहिनी आउँदाखेरि मैले केही भनेको छु छैन नि अनि मेरो साथीभाइ आउँदाखेरि तपाईँ पुरा नाटक गर्ने घर चल्नुपर्ने साथीभाइ भनेको छुट्टै हो तिम्रो दिदी बहिनी आउँदा नि मैले के भनेछु सुने आऊ ए धेरै कुरो नगर धेरै लामो कुरो नगर झगडा गर्ने कुरो आज चाडबाड दिन झगडा नगर तिमी आफै त झगडा गर्ने मेसो बनाएको यो कुकुरो किन ल्याएको मैले तैँले नि खोजेको मैले नि खोजेँ भने त तिमीले नि खोजे फेरि बोल्छ अनि एक झापड दिन्छ नि ल ल देऊ त एक झापड कसरी दिन्छ दिन्छ नि अनि मलाई थाहा हुन्छ नि तिमीले दिने बेलासम्म मेरो हातमा के दही जम्छ खै दही जम्छ के गर्छ त्यही पनि थाहा हुन्छ एक दिन्छ अनि रिसाए बेला फेरि बोल्न नि आउँदैन मलाई त भन्नु दिइहाल्छु नि थाहा हुन्छ मेरा बाउ आमाले मेरो छोरी कुट जय भने दिएका हुन्छ छोरी निउ नखोजिकन चुप गरेर ज्ञानी भएर बस्नु पर्यो नि के पेर तिम्रो कुखुरा पोथी करा जस्तो करा गर्छस् कुखुरा पोथी करा जस्तो क्या किन गरेर जस्तो तिम्रो बानी बेला सही हुनु पर्यो नि त नकराउनलाई कुखुरा त एउटै हो कर गर्ने जब एउटा धरो केही दिनु छैन कानमा पनि छैन अझै ठुल्ठुलो कुरा गरे कुखुरा खानु पर्ने अरे साथीभाइ बटुल्नु पर्ने अरे कामसाम केही छैन त्यसै चाहिने भन्दा नचाहिने बडो दुनियाँलाई देखाउनलाई चाहिने सबै तैँले मात्रै काम गरे सबै सिसी तैँले मात्रै गरेछस् मैले त केही गरेको छैन मैले गरेको के चाहिँ गरेको तैँले भन् त तिमीहरूले एकले कहिले केही गर्दैनौ केटा मान्छेले होला मान्छे नभएछन् घर कहिले पनि राम्रो हो थाहा भयो तेरो पार्यो तँलाई त के दिन बिहे गरेछ मलाई टाउको दुखाएको दिन गर सबै हेरेर त बिहा हो त्यही भएर आइस गर दिँदा के नि गर्छ आज एक दिन कुरा के गर्न लाग्थ्यो राम्रै मचाइछ नि त अहिले मैले आज खाना हुन्न त मात्रै त भनेको नि के दुनियाँलाई सुनाउने अरे चित्ताउनु पर्छ ए कुवाहरू सुने हेर वो देख्दैन बाहिर त देख्दैन सबै जबटे बोला झन्डा सुटुक्क मासु खाऊ भने सबैलाई गाउँ गरी हल्ला गरे शिवरात्रि दिन तिमी आफै बोलाएको आज मासु खाना हुन्न भन्ने कुरो त थाहा त अलिकति बुद्धि हुनु पर्यो नि ए तँलाई भान धतुरा खायो भए तँ लाग्थ्यो होला त्यसो भए तिमी खान्छौ भने अहिले मैले खाइदिने तिमी सँगसँगै खाने ओइ मासु सँगसँगै खायो गाजर त नखाने मासु सँगसँगै मासु त खान्न म बरु भाङ धतुरो रक्सी सक्सी खाइदिन्छु यसै नहुने उसै नहुने हो खान्छस् खान्छु नि तिमीहरूले खानुहुन्छ र हामीले खानुहुन्न केटी मान्छेले खानुहुन्न भने कहाँ ल्याएछ अनि आज मैले मासु नखानु भनेर कहाँ ल्याएछ ल्याएछ शास्त्रमा शास्त्र हेर्ने हौ हेर्दा गर पल्टा त गर आफै
भित्र गएर पात्र लिएर आऊ म देखाइदिन्छु गए गए म ल बस बस्छु नि तिमी त जहिले नि यस्तै हो कहिले गतिलो भएको हुन्छ र यिनीहरूको सन्तान होइन शिवरात्रीलाई